300% गाडी भन्सार गर्दाखेरि नयाँ गाडी किनेर ल्याउँदाखेरि लाग्ने ट्याक्सलाई हामी घटाउँछौँ, हामी जनतालाई सहुलियत दिन्छौँ भन्ने भावी अर्थमन्त्री स्वर्णिम वाग्लेको एउटा भिडियोलाई लिएर चाहिँ हाम्रा माननीय हर्क साम्बाङज्यूले एउटा पोस्ट हाल्नुभएछ। ए नीति त यस्तो पो रहेछ, गाडी विदेशबाटै ल्याउने रहेछ, हामी त नेपालमै गाडी बनाउने नीति ल्याउँथ्यौँ भन्ने एउटा पोस्ट हाल्नुभएछ कि। ए हर्कजी अब त माननीय भइसक्नु भयो, के बोल्नुहुन्छ के बोल्नु हुँदैन र कति बोल्दा जनताले पत्याउँछन् भन्ने कुरा बोल्नुहोस् के। तपाईँ भोलि सदनमा गएर प्रतिपक्ष बसे पनि अथवा बालेन शाहले तानेर लगेर मन्त्रीमै राख्दा अथवा सरकारमै राख्दा पनि के बोल्नुहुन्छ, जनताले कति पत्याउँछन् र कति पत्याउँदैनन् भन्ने कुराहरू मात्र विचार गरेर बोल्नुहोस् के। अहिले नेपालमा तपाईँ 5 वर्षको लागि चुनिएको, तपाईँ 5 वर्षमा चुनिएको व्यक्तिले नेपालमा गाडी बनाउन सक्ने अवस्था हुन्छ भनेर जनताले कसरी विश्वास गर्छन्? सक्नुहुन्छ? नेपालमा गाडी उत्पादन गर्न सक्ने क्षमता छ तपाईसँग? त्यो क्षमता छ भने गर्नुस्, गरेर देखाउनुस्। तपाईँलाई भोलि जनताले भोलिका दिनमा 6 महिनापछि प्रधानमन्त्री चयन गर्छन्। ल सक्नुहुन्छ? सक्नुहुन्न के। नसक्ने कुरालाई जनताको अगाडि बोलेर बकवास यो कुरा गरेर जनताले नपत्याउने खालको कुराहरू बोलेर केही काम छैन के। त्यो भएकोले गर्दाखेरि अहिले सवारी साधन भनेको नेपाली जनतालाई आधारभूत आवश्यकता जस्तो भइसकेको छ। यो आधारभूत आवश्यकता त तपाईँले 300% होइन 1000% ट्याक्स लगाउँदाखेरि भन्सार लगाउँदाखेरि पनि जनताले किन्न बाध्य हुन्छन्, किनकि जरुरी छ जनतालाई। तर यही जरुरीलाई चाहिँ जनताको जरुरीलाई बुझेर जनतामाथि परेको यो 300% जुन भन्सारको ट्याक्सको कुरा छ नि, भार, यो भारलाई त घटाउन खोज्दाखेरि त त्यो त राम्रो कुरा हो नि त। हो, भोलिको दिनमा तपाईँ सरकारमा जानुभयो अथवा प्रतिपक्षमै बसेर पनि तपाईँले देशमा चाहिँ एउटा गाडी उत्पादन गर्न सक्ने एउटा कारखाना खोल्नुभयो अथवा गाडी उत्पादन गर्नुभयो भने त त्यो राम्रो कुरा हो। होइन भने त जनतालाई बाहिरबाट किनेर भयो भने बाहिर संसारमा बनिएका उपकरणहरूको उपभोक्ता गर्न पाउनु पर्यो नि। यो त जनताको नैसर्गिक अधिकार हो नि त। कि त तपाईँले गाडी नै इम्पोर्ट गर्नु भएन, होइन, एउटै गाडी पनि इम्पोर्ट गर्नु भएन, खुट्टाले हिँड भन्न सक्नु पर्यो जनतालाई। होइन भनेदेखि जनताले पाएका सुविधाहरू 300% भन्सार लिँदाखेरि चाहिँ सरकारले जनतालाई के सुविधा दिएछ एकचोटि भन्नुहोस् त। को हाइवे बाटोमा यत्रो खाल्डो हुन्छ अनि गाडी गएर ग्वामराङ्गा त्यो खाल्डोमा छिर्छ क्या। जबकि नेपाल एकमात्र एउटा यस्तो देश हो जहाँ रोड ट्याक्स भनेर वर्षैपछि गाडीको कर उठाइने गरिन्छ। अनि नेपालको रोडको अवस्था कस्तो छ देख्नु भएको छ नि तपाईँले, होइन? त्यसैले गर्दाखेरि अब सक्नुहुन्छ, मिल्छ, तपाईँ सरकारमा जानुहोस्, राम्रो मान्छे हो, हामीले राम्रो मान्छेमा गनिरहेछौँ। होइन प्रतिपक्षमा बस्नुहुन्छ भने पनि जनतालाई भ्रम फिजाउने